हेलो साथीहरु नमस्कार। आज हामी यहाँ भुटान घुम्न भनेर आएका छौं। यता हाम्रो स्कुटी, यता पिल्लर भयो, यता छोरी चाहिँ कोक्राझारबाट, अनि उहाँले चाहिँ भुटान हेर्ने भनिन्। अनि मैले यता इन्डियामा थियौं, अहिले भुटानमा ल्याइरहेको छु। यो भुटान, यहाँ चाहिँ भुटान, त्यो तपाईको भुटान भयो। ए राजाको देश भनेको यही हो, पहाड अनि राजाको देश। यसलाई चाहिँ ग्रिनल्यान्ड भनिन्छ भुटान। यहाँ चाहिँ हाम्रो स्कुटी छ, यहाँ चाहिँ पिल्लर भयो, यी छोरी, अनि तपाईको यता चाहिँ बोर्डर हो, यता बोर्डर। अनि यता भित्र पनि जान सकिन्छ, यो गोरेटो छ, परसम्म सकिन्छ। तर यो झन्डी लगाएको ठाउँदेखि उता चाहिँ जान सकिँदैन। यहाँ चाहिँ पुलिसले गोली के हो चिनाउने अरे के त्यहाँदेखि गएपछि। पहाडहरू यता इन्डियातिर गहिरो छ, यता भुटान यतातिर अल्गो छ। तिमीलाई भुटानको माटो टेकेर कस्तो लाग्दैछ पूजा? भुटानको माटो टेकेर राम्रो लाग्दैछ? तिमी इन्डियाको माटो राम्रो रहेछ कि भुटानको माटो राम्रो रहेछ? इन्डियाको हो। किन? इन्डियाकै राम्रो लाग्छ। हो नि? ए तर मलाई त भुटानै मनपर्छ नि। हो त, बिकज भुटानमा चाहिँ राजा छन् होइन, इन्डियामा राजा छैन, भ्रष्टाचारहरू छ इन्डियामा। त्यही भएर मलाई चाहिँ भुटानै मनपर्छ। ल साथीहरू, बाई बाई।